गाउँको भिडियो पनि एकदम गाउँलेको कस्तो छ, के छ परिस्थिति, कति गाह्रो छ, कति समस्या छ भनेर सबैले एकदमसँग हेरिदिनुहोस् है। गाउँको भनेर हिसी खिसी नगरिदिनु होला है। सबैजनाले हेर्नु बेसार कुट्ने कसरी हो। हामी त जातामा मिसिनमा लाने चलन छ के अरे। पहिला यसरी कुट्ने अनि यसरी कुटेर हाम्रो यो अर्ग्यानिक जातामा राम्रोसँग पिन्ने हो। हजुरहरूलाई आज त हतार छ, मैले यसरी पिन्दैछु। ओखलीमा हेर्नु हातमा फोरा उठी यसरी थिच्ने हो। हामी यसरी मिसिनमा बोकेर मिसिनमा गएर पिल्ने चलन छैन। अर्ग्यानिक बनाउने हो, यसरी थिचेर थालमा राख्ने। फेरि यो सँगले जातामा हट्दैन। त्यस कारणले गर्दा पहिला यसरी बनाएर मसिनो बनाएर थालमा राख्ने र अनि जातामा स्वाई पारेर अनि पिन्ने हो। म पिन्दाका दिन हजुरहरूलाई देखाउँला नि। फेरि बेसार फेरि चाहियो देख्नु हजुरहरूले नि। दिदी बेसार चाहियो भन्नु होला। ल हेर्नु गाउँले दिदीको गाउँले भिडियोलाई एकदम राम्रोसँग हेरिदिनु। हामी नराम्रै भए पनि नराम्रै काम गरे पनि राम्रो छ। हाम्रा गाउँघरको सबै कुरा अर्ग्यानिक छ, केही नराम्रो छैन। ध्यान दिएर राम्रोसँग हेरिदिनु होला सबैले। यो